नमस्कार। सुरक्षित संवादको यो अर्को श्रृङ्खलामा यहाँहरूलाई स्वागत गर्छौँ। फागुन 21 गते हुने निर्वाचनमा हामीले निर्वाचन विशेष केही एपिसोडहरू तयार गरिरहेका छौँ र आज हामीसँग अतिथिको रूपमा हुनुहुन्छ इलाम क्षेत्र नम्बर 2 बाट नेपाली कम्युनिस्ट पार्टी तारा चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिइराख्नुभएका ओमबहादुर गुरुङज्यूसँगको छोटो कुराकानी तपाईँहरूसँग राख्नेछौँ र श्रृङ्खलामा यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। इलामको क्षेत्र नम्बर 2 बाट मतदाताहरूले तारा चिन्हमै किन मतदान गर्नुपर्छ? इलाम जिल्लाको क्षेत्र नम्बर 2 बाट का जनताले आज ओमबहादुर गुरुङलाई तारा चिन्हमा मत किन गर्नुपर्छ भन्ने कुरामा आज यो क्षेत्रमा मात्र होइन विश्वभरि देशैभरि आज नेपाली कम्युनिस्ट पार्टीको एउटा बहुमत, नेपाली कम्युनिस्ट पार्टीको एउटा चाहिँ तपाईँको चाहिँ आग्रह, तपाईँको आज आम जनसमुदायको चाहिँ नेपाली कम्युनिस्ट पार्टी चाहिँ प्रति चाहिँ आक्रोशित भएको छ। एउटा भावनामा, हरेक नीतिमा, सिद्धान्तमा चाहिँ आज उहाँहरू लामबद्ध भएको छ। त्यसैले गर्दा पनि आज इलाम जिल्लाको क्षेत्र नम्बर 2 मा ओमबहादुर गुरुङलाई तारा चिन्हमा दिएर मत दिएर जिताउनुपर्छ भन्नेमा जनताको धेरै अपेक्षा छ। किनभने यो गणतन्त्र, यो संहिता, यो धर्मनिरपेक्षता, यो संविधान कानुनलाई चाहिँ रक्षाको लागि गर्नको लागि पनि आज तारा चिन्हमा मत दिएर विजय गराउनुपर्छ भन्ने तमाम जनताको, तमाम त्यो क्षेत्रको, त्यहाँ निर्वाचन क्षेत्रका आम कार्यकर्ताहरूको नि उत्साहजनक छ। इलाम क्षेत्र नम्बर 2 को बारेमा तपाईँले कति बुझ्नु भएको छ? त्यहाँको चुनौती र सम्भावनाहरू चाहिँ के देख्नु भएको छ तपाईँले? हिजोको विगतका दिनका कार्यकर्ता, हिजोको हाम्रो अभिभावकहरूले चाहिँ त्यो क्षेत्रमा चाहिँ कुरा मात्रै गर्ने, भाषण मात्रै गर्ने, त्यहाँ चाहिँ कुनै पनि कार्य नभएको स्थिति छ। त्यसैले गर्दा पनि आज यो तारा चिन्हमा चाहिँ ओमबहादुर गुरुङलाई जितायो भने आज यहाँ चाहिँ पक्कै पनि उहाँले गर्नुहुन्छ। यहाँको अपेक्षा छ त्यहाँको कार्यकर्ताहरूको। आज हरेक पार्टी दलहरूलाई हेऱ्यो तर एकचोटि अब यो चाहिँ ओमबहादुर गुरुङ भनेको यस्तो पात्र हो जो यहाँले आज हिजो पनि यो युद्ध लडेर आएको गणतन्त्रको योद्धा, एउटा सेनानी भएर पनि एउटा इमान्दार साथले, निष्ठावान साथले यो पार्टीप्रति वफादारी, जनताप्रति वफादारी भएर लडेको र यही जनताप्रति नै उत्साहित भएर उहाँ बसिरहनु भएको छ। त्यसैले गर्दा पनि ओमबहादुर गुरुङलाई तारा चिन्हमा मत दिएर विजय गराउनुपर्छ भनेर चाहिँ उहाँहरू पनि उत्साह साथ लागिरहनु भएको छ। त्यहाँको जनताको मलाई धेरै कुराहरू पनि अपेक्षा गर्नुभएको छ र त्यहाँ म गर्ने पनि प्रतिबद्धता मैले गरेको छु। आज त्यो हाम्रो चाहिँ साँच्चै भने इलाम जिल्लाको पश्चिमेली भेग भनेको चाहिँ एउटा कर्णाली जस्तो बनेको पनि छ। त्यसलाई संरक्षण गर्न, त्यहाँको व्यवस्थालाई तपाईँको चाहिँ निरन्तरता दिन, त्यहाँ राज्यप्रति उत्तरदायी भएर चाहिँ म तपाईँको त्यहाँ चाहिँ वफादारी साथ त्यहाँ लाग्नेछु भन्ने पनि मैले भनेको छु। क्षेत्र नम्बर 2 बाट तपाईँ निर्वाचित हुनको लागि सम्भावना कति देख्नुहुन्छ तपाईँले? कति प्रतिशत सम्भावना छ तपाईँको? त्यो क्षेत्रमा चाहिँ आज तपाईँको हरेक जनतामा समस्याहरू जीवका तिनै छ। त्यसैले गर्दाखेरि म प्रति उहाँहरूको आशा छ, अपेक्षा छ, भरोसा छ। हाम्रो जनतामाझ जसरी एउटा भाष्य सिर्जना गरिँदैछ, पुरानो सबै गलत, नयाँ सबै सही भन्ने तरिकाले एउटा समाजलाई मोडिफाई गरिराखिएको छ। यसमा तपाईँको भनाइ के छ? नयाँ पुरानो भन्दा पनि आखिर नयाँ त्यही पुरानोबाट त्यहाँ नयाँ गएको होला नि। त्यसैले गर्दाखेरि नयाँ पुरानो भन्दा पनि आज गर्ने व्यक्तिको हो त्यो उहाँहरूले जनताले चाहिँ चिनेकै छ। तर यो भाष्य मात्रै बनाएको नयाँ भन्ने, तर त्यही पुरानोबाटै गएको साथीहरू त्यहाँ हुन्छ नयाँ पनि, र त्यहाँ कुनै पनि पृथक छैन। जस्तै हामी पुरानो दलको कार्यकर्ताहरूलाई भन्ने ट्याग र नयाँ दलको कार्यकर्ताहरूलाई भन्ने ट्याग नै फरक देखिन्छ क्या तपाईँको। जुन तरिकाले तपाईँले सामाजिक सञ्जालको प्रयोग गरिरहेको हाम्रो जनताहरूबाट त्यो कुराहरू आइरहेछ। अनि त्यो हिसाबले चाहिँ नयाँ शक्ति र पुरानो शक्तिहरूको बिचको द्वन्द्व हो यो पटकको निर्वाचन के भन्नुहुन्छ? त्यहाँ चाहिँ एउटा जनताहरूमा, एउटा कार्यकर्ताहरूमा वितृष्णा मात्रै आएको हो। यो ठुलो दलबाट अलिकति आशा गरेको, अपेक्षा गरेको चिजमा चाहिँ अलिकति नपुगेको कारणले मात्रै त्यो वितृष्णा जाएको हो। खासै त्यस्तो डिफेन्सिभ म देख्दिनँ। तपाईँहरूको प्रमुख एजेन्डाहरू बताइदिनुहोस् न। हाम्रो यो क्षेत्रमा, यो 2 नम्बर निर्वाचन क्षेत्रमा चाहिँ प्रमुख एजेन्डाहरू हामीले अहिले यो हाम्रो यातायात, कृषि, शिक्षा, स्वास्थ्यको बारेमा हाम्रो प्रमुख एजेन्डाहरू छ। त्यहाँ हरेक कुरा हामीले लेखेका छौँ। यो भन्नुभन्दा पनि त्यहाँ मैले सबै कुराहरू चाहिँ अहिले मैले आफ्नो प्रतिबद्धता पनि जाहेर गरेकै छु। त्यसैले गर्दाखेरि आज हाम्रो त्यहाँ चाहिँ हिजोको चाहिँ विगतका दिनहरूको भएको चिजहरूलाई पूर्ण निरन्तरता दिने पनि मैले प्रतिबद्धता गरेको छु। त्यसैले गर्दा आज त्यहाँको जनताहरू आज तारा चिन्हमा मत लगाएर विजय गराउनुपर्छ ओम गुरुङलाई भनेर चाहिँ उहाँहरू चाहिँ आक्रोशित पनि भएको छ। उहाँहरू चाहिँ निरन्तरता लाग्नु भएको छ, खट्नु भएको छ। त्यहाँको जनताहरू पनि लागिरहनु भएको छ। मतदाताहरूको तर्फबाट तपाईँले पाउनुभएको प्रतिक्रियाहरू चाहिँ कति पोजिटिभ छन्? भोलि गएर अन्य दलहरू जस्तै अन्य राजनीतिक दल हिजो पनि हामीले यस्तै कुरानी गर्नुहुन्थ्यो वा त्यस्तो चाहिँ हुनुहुन्न भनेर उहाँहरूले प्रश्न चाहिँ राख्नुहुन्छ। तर मलाई केही साथीहरूले चाहिँ भन्नुहुन्छ, तर पनि मैले भनेको छु आखिर मैले हिजो यही जनयुद्धमा लडेर 10 गोली खाएर 10-12 गोली खाने मान्छे मै हो। आज घाइते अपङ्ग भएको मान्छे मै हो। मेरो उहाँहरूलाई मैले आफ्नो छर्लङ्ग देखाएकै छु। किनभने उहाँले देख्नु नि भएको छ यो जनताको प्रति लडेको हो, जनताको सुशिक्षित गर्नको लागि लडेको एउटा योद्धा हुँ म।
र यही जनतालाई भोलि पनि म धोका दिने छुइनँ भनेर मैले प्रतिबद्धता पनि गरेको छु र उहाँले क्लियर पनि हुनुभएको छ र तपाईँलाई नै हामी मत दिन्छौँ भनेर उहाँले विश्वास पनि गर्नुभएको छ। जस्तै अहिलेको समयमा यो निर्वाचनमा तारामय देश हुन्छ, तपाईँ कति त्यसमा विश्वास राख्नुहुन्छ? एउटा यस्तो छ, अब यो देशैभरि हामीले तारामय त बनाउने नै छौँ र आज नहोला भोलि पक्कै पनि यो तारामय देश हुने निर्णय भएकै छ, हुन्छ पनि। अन्तिममा मैले तपाईँलाई सोध्न बिर्सेको कुराहरू, तपाईँले भन्न छुटाएको कुराहरू हाम्रो थ्रुबाट मतदाताहरूमा के भन्न चाहनुहुन्छ अन्तिममा? मैले यो इलाम जिल्लाको 2 नम्बर निर्वाचन क्षेत्रमा त्यहाँका मतदाता, त्यहाँका अभिभावक, त्यहाँका चाहिँ शुभचिन्तकहरूमाथि मेरो आग्रह अनुरोध, आज तारा चिन्हलाई किन मत दिने भन्दा तारा चिन्हलाई मत दिएर आज त्यहाँको संहिता, धर्मनिरपेक्षता, समानुपाती, यी गणतन्त्रलाई संरक्षण गर्नको लागि, रक्षा गर्नको लागि पनि तारा चिन्हलाई मत दिएर विजय गराउनुपर्छ भन्ने मेरो अपेक्षा छ, धारणा छ। र त्यहाँ आज गर्ने यो ओम बहादुर गुरुङ भनेको यो क्षेत्रको तारा चिन्हलाई विजय गरायो भने ओम बहादुर गुरुङले यो क्षेत्रलाई पक्कै पनि आज सुनिश्चित गरेर आज त्यहाँ चाहिँ राज्यप्रति उत्तरदायी, राज्यप्रति तपाईँको जग्दै गर्ने काम र हिजो रोकिएका काम र निरन्तरता दिने काम त्यसलाई म गर्नेछु। त्यसैले गर्दा 2 नम्बर निर्वाचन क्षेत्रका तमाम मेरा जनता, कार्यकर्ता, शुभचिन्तक, अभिभावकहरूमा मेरो आग्रह छ, ओम बहादुर गुरुङलाई तारा चिन्हमा मत दिएर विजय गराउनु हुनेछ भन्ने मैले अपेक्षा, आशाका साथ भरोसा लिएर मैले यहाँ उठेको छु र म निरन्तर यी जनताकै सामुन्ने म लागि नै रहनेछु। जनताको पछि जनताले दिएको निर्णय र जनताको म कुनै पनि मतलाई वितरित गर्ने छुइनँ, जनता सामुन्ने म झुकिनै रहनेछु, जनता सामुन्ने म लागिरहनेछु, जनताको अपेक्षा भावनालाई म कदर गर्नेछु। त्यसैले गर्दा आज ओम बहादुर गुरुङलाई तारा चिन्हमा मत दिएर अत्याधिक मतले विजय गराउनु हुनेछ भन्ने मैले अपेक्षा साथ बिदा हुन चाहन्छु। हस्त, नमस्कार।